Hello and welcome to our channel. आज चाहिँ हामी बनाउँदैछौँ homemade chicken mama, which is much more tastier than restaurant and it's easy to make. यहाँहरूले thumbnail हेरेर पनि थाहा पाइसक्नुभयो होला हैन। अहिले चाहिँ म यहाँ मासु काट्दैछु किमाको लागि। यो यहाँ चाहिँ फ्रोजन मासु मात्रै पाउने भएको भएर धेरै जसो चाहिँ फ्रोजन मासु चाहिँ पाउने भएको भएर काट्नलाई अलिकति गाह्रो भयो बट थ्याङ्क्स टु द्याट सिजर एकदमै सजिलो बनायो मासु काट्नको लागि। अनि अब मैले अलमोस्ट 1 केजी अबोभ थियो क्यारे मासु चाहिँ। अनि त्यसपछि मैले मासु काटिसकेपछि प्याज पनि काटेँ 2टा अनि लसुन काटेँ। अनि अब म यहाँ ग्राइन्ड गर्न आँट्दैछु सबैलाई एकैपल्ट। अनि ग्राइन्ड गर्दैछु। यो ह्यान्ड ब्लेन्डरले पनि एकदम सजिलो हुँदो रहेछ क्या ग्राइन्ड गर्नको लागि। विथिन 2-3 मिनटमै हाम्रो यो किमा बन्दो रहेछ। त्यसै गरी मैले चाहिँ यो सबै काटेर राखेको मासु प्याज र लसुनलाई चाहिँ ग्राइन्ड गरेर किमा रेडी गरेँ, हेर्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ मैले किमामा मसला हाल्दैछु, जुन मसला चाहिँ मैले अघिल्लो भिडियोमा पनि त्यो हनी चिल्ली पोटेटोमा हालेको थिएँ। अनि त्यसपछि मैले नुन हालेँ अनि हर्दी हालेँ। अनि त्यसपछि अब हर्दी हालेपछि चाहिँ मैले गार्लिक त अलरेडी थियो, जिन्जर पेस्ट हालेँ। अनि त्यसपछि अलिकति थियो जिरा धनियाँको धुलो, त्यो पनि हालेँ। अनि मैले यसमा चाहिँ मोमो मसला युज गरेको छैन, मैले बनाएकै मसला चाहिँ युज गरेँ। अलिकति कम भयो जस्तो लाग्यो र फेरि थपेँ। अनि म यहाँ किमा मोल्दैछु। मैले यो मसला चाहिँ कसरी बनाएँ भन्दाखेरि यसमा चाहिँ मैले 2वटा अलैँची, 4वटा सुकमेल अनि त्यसपछि अलिकति क्लोभ्स के भन्छ त्यसलाई, ल्वाङ, अलिकति ल्वाङ हालेँ। अनि अलिकति मरिच हालेँ अनि सुकेको खोर्सानी अलिकति सबैलाई भुटेर चाहिँ अनि मैले ग्राइन्ड गरेको। अनि मैले त्यसमा चाहिँ जिरा र धनियाँ पनि 1 टिस्पुन हालेर चाहिँ मैले भुटेर अनि ग्राइन्ड गरे हो। अनि त्यसपछि अब यो किमामा चाहिँ मैले अलिकति जुसी बनाउनको लागि सलाद ओइल हालेँ, जुन चाहिँ अलिक हेल्दी मानिन्छ नि त। अनि त्यो हालेर मैले किमा रेडी गर्दैछु। अनि अलिकति यो किमा बनाउँदै गर्दाखेरि चाहिँ हजुरहरूलाई हेर्दाखेरि लाग्दो कस्तो अनहाइजिनिक तरिकाले बनाएर भनेर, बट घरको लागि एब्सोल्युटली फाइन। अनि अब मैले डो बनाउँदैछु, मैदा हालेँ अनि पानी हालेँ अनि मुस्दैछु। अलमोस्ट 1 आवर जतिमा चाहिँ मैले मोमो बनाइसकेँ हो कि। छिटो पनि, छरितो पनि, मिठो पनि कि। अनि यसरी बनाउँदाखेरि चाहिँ अलिक सजिलो हुँदो रहेछ। फर्स्टमा यसरी यो सानो गोली बनाउने पिठोको ठ्याक्कै गर्दै जाँदाखेरि 28-29वटा भएको थियो नि। ठ्याक्कै 30वटा बनाऊँ न त भनेर 30वटा बनाएँ मैले चाहिँ। मैले यो 30वटा बनाएँ। अब यसलाई हल्का स्मुथ बनाउँदैछु बेल्नको लागि सजिलो होस् भनेर। रफली बनाएको थियो नि त दहीको। अनि अब यसलाई यस्तो गरेर बेलिसकेपछि चाहिँ यसमा अलिकति मैदा हालेपछि यो बेल्नको लागि एकदम रेडी छ। अनि मैले त्यो मोमो बनाएर राख्नको लागि थालमा ओइल स्प्रे चाहिँ गरेँ, तर मैले अर्को बेलेर राख्ने थाल चाहिँ ल्याउन बिर्सेछु र अनि ल्याएँ। अनि त्यसपछि यो ओइल स्प्रे गरेर उतापट्टि अर्को थाल छ अनि यतापट्टि बेलेर राखेको छ। अनि बेल्दैछु। बेल्न त खासै आउँदैन रहे पनि मोमो भनिसकेपछि जस्तो पनि चल्छ क्या, त्यो भएको भएर पनि हो। तर मैले यसै भनेको चाहिँ होइन, यो रेसिपी फलो गर्नुभयो भने चाहिँ यु विल गन लभ इट। त्यति मिठो भएको थियो कि।
म चाहिँ मोमो लभर भएर पनि होला मोमो एकदमै मनपर्ने तर मेरो हस्बेन्डलाई चाहिँ ठिकै ठिकै लाग्छ त्यस्तो मन नपर्ने पनि होइन वाउ भन्ने जति बेला मोमै मात्रै खाइरहँ भन्ने पनि होइन तर पनि यो मोमो खाएपछि चाहिँ उहाँको पनि रियाक्सन डिफ्रेन्ट थियो कि 10वटा बेलिसकेँ अनि अब त्यसलाई मोमो सेप दिँदैछु उता पछाडि चाहिँ बाबा छोरी आउनलाई रेडी छोरीले धेरै हल्ला गरिन् रे अनि यहीँ ल्याएर तातोमा एकछिन तताउन त अनि सुत्छिन् कि भनेर लिएर अनि म मोमो बनाउँदैछु जान्ने नजाने खासै जान्ने त होइन म खासै राम्रो बनाउनु त आउँदैन मलाई तर पनि आफूलाई खानलाई हुनेसम्म चाहिँ बनाउँछु अनि यो डो पनि यस्तो त्यो ऊ भएछ कि सफ्ट भएछ कि है यस्तो थिन ऱ्यापर बनाएको थियो नि त्यस्तो त्यो खाँदाखेरि चुई हुने अनि पिठो पिठो आउने त्यस्तो केही भएको थिएन कि यो मोमो त यस्तै मिठो भएको थियो म बनाउँदैछु उहाँ बुढो चिया हो कस्तो मिठो मोमो छ हेर्दै खाऊ खाउँ लाग्ने भन्दै जिस्काउँदै होइन अनि अब मैले बेलेर फ्याँको चाहिँ सकिन लागेपछि अनि बुढोले के अब म यत्तिकै बसेर त मोमो खान त खासै मजा आउँदैन होला म पनि यसो केही त गरौँ न भनेर अनि त्यहाँपछि अब बेल्न थालिसिन्छ त्यस्तै खाएको त खासै मजा आउँदैन अरे क्या केही न केही नगरी त अब चाहिँ अब रेडी भइसक्यो बेल्नलाई बेल्न चाहिँ बुढाबुढी नस्तै छौँ आउँदैन हामीलाई तर पनि आफूलाई खान ठिक्क हुने त हुन्छ मेरो बुढोले बेलेको हेर्छ अनि यो घरमा बनाएको मोमोमा चाहिँ यो फाइदा छ कि त्यो हुन्छ नि आफूलाई जति मन लाग्यो त्यति किमा हालेर अलिक ठुलै मिठै धेरै किमा भएको बनाउन नि मिल्यो अनि रेस्टुरेन्टतिर जाँदाखेरि चाहिँ त्यो किमा हाल्या हो होइन अथवा चिकन हाले पनि बा न्युट्रेला पनि मिसाएको छ कि जस्तो खाले हुने कि त्यो फ्लेभर चाहिँ त्यस्तो खाले आउने अनि अब हाम्रो घरमा त आफैले खान त हो बेच्न हो र थोरै किमा हाल्नलाई भन्दै ग्यामी किमा हालेर बनाएको ठिक्क भइरहेको थियो क्या हुन पनि अलिकति तलमाथि त भयो हुन त रै पनि त्यो लास्टमा चाहिँ त्यो भरको उब्रेको किमा चाहिँ सबै एउटैमा हालेर ठिक्क पारिदिएँ कि मैले चाहिँ फेरि अनि अब यसै गरी मोमो बनाएर चाहिँ भ्यायौँ हामीले अनि उता मेरो हस्बेन्ड चाहिँ मोमो पकाउनलाई भाँडामा हालेर उता ग्यासमा राख्दैछु अनि त्यहाँपछि अब यो चाहिँ पाक्दै गर्दाको भिडियो हो पाक्दै गर्दा चाहिँ अब म छोरी उता खेलाउन थालेँ अनि बुढोले चाहिँ यहाँ भिडियो बनाउँदै बसिन्छ हेर्दा खासै राम्रो नभए पनि लुक्समा चाहिँ बट टेस्ट चाहिँ वाउ नै थियो कि अनि अब यो चाहिँ पाकिसकेपछिको क्यामेरा पोजिसन खासै मिलाउन नजानेर मैले चाहिँ ठाडो खिचेछु अनि अब यो चाहिँ हामी बुढाबुढीले चियर्स गर्दै मोमो खाएको है त यस्तो मिठो भएको थियो नि यहाँ हेर्न सक्नुहुन्छ खाँदाखेरिको मेरो रियाक्सन वाउ 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 थियो कि अनि त्यहाँपछि अब त्यो थिन ऱ्यापर भएकोले अलिकति च्यात्तेको त थियो र पनि टु गुड थियो कि टु गुड you can try this recipe and you will gonna love it. Thanks for watching. Keep supporting, like, share and subscribe.